हेर्नुहोस् आगर पार्टी प्यालेसबाट दक्षिणकाली मन्दिर वरिपरि पिकनिक जाँदैछौँ। हाम्रो पिकनिकको सवारी साधन गुरुजी सहित हामी अगाडि बढ्दैछौँ। हाम्रो वार्ड नम्बर 2 मा रहेको बुद्ध स्तूपा नजिक हामी आइपुग्यौँ। हामीहरू गर्खु आइपुग्यौँ। हामीहरू गर्खुमा एकदम ढिलो गरी बनिरहेको पुल नजिक आइपुग्यौँ। हामीहरू अहिले 7 दवाटे चोक आइपुग्यौँ। हामीहरू अब एकान्त कुनाबाट बायाँतर्फ लाग्यौँ। यहाँबाट भैँसीपाटी पुगिन्छ। हामीहरू नक्खु पुल क्रस गर्दैछौँ। हामीहरू नेपालको चर्चित हस्पिटल मेडिसिटी आइपुग्यौँ। हामीहरू चोभारको सुक्खा बन्दरगाह यहाँबाट देख्दैछौँ है। चोभार गणेश हेर्नुहोस् है, जलविनायक चोभारको जल छेडमा हामी कर्दैछौँ हेर्नुहोस् है यही बेला। अब हामी दक्षिणकालीतर्फ जाँदैछौँ। हामीहरू तौड आइपुग्यौँ है। तौडको बजार हेर्नु देख्यो राम्रो हिमाल हेर्नुहोस् त कस्तो राम्रो हिमाल पहाडहरू देख्यो तौडबाट। हामीहरू अहिले दक्षिणकाली मन्दिर जाने क्रममा यहाँ हात्तीवनमा आइपुग्यौँ होइन। यो हात्तीवनको जङ्गल हो, कति ठुलो छ। हामी भन्ज्याङ आइपुग्यौँ हेर्नुहोस् है, भन्ज्याङको जङ्गल कति राम्रो। हामीहरू शेष नारायण मन्दिर वरिपरि आइपुग्यौँ हेर्नुहोस् है। 4 नारायण मध्येको एक नारायण शेष नारायण। हामीहरू फर्पिङको फुटबल ग्राउन्ड आइपुग्यौँ हेर्नुहोस् है। यही फुटबल ग्राउन्ड ल फर्पिङ बजार आइपुग्नुला पहिलाको बोर्डिङ स्कुल। फर्पिङ बजार आइपुग्यौँ। दक्षिणकालीको गेट लाग्यो। दक्षिणकाली टाढा जाने हो। अब हाम्रो पिकनिक स्पोट यता बायाँ साइडमा। हामीहरू दक्षिणकाली नगरपालिका वार्ड नम्बर 7 मा रहेको पिकनिक स्पोट लाग्दैछौँ हेर्नुहोस् है। यस्तो कच्ची बाटोमा जानुपर्छ। हामीहरू पिकनिकको प्रवेशद्वार आइपुग्यौँ। हामी अब पिकनिक स्पोटतिर लाग्दैछौँ हेर्नुहोस् कति राम्रो जङ्गल भेटियो। हाम्रो पिकनिक स्पोट रहेको हामी वन गणेश मन्दिर आइपुग्यौँ हेर्नुहोस् है। वन गणेशको यहाँबाट दर्शन गर्नु होला छ। हामी आएको पिकनिक स्पोटमा यहाँ कुवा छ हेर्नु है। कति पछि कुवा पनि थियो, कति राम्रो सफा पानी। यो पानीले पकाउन धुन पनि हुन्छ। यहाँ जङ्गलमा हेर्नुहोस् त लालीगुराँस पनि फुलेको देखियो। कति राम्रो जङ्गल हेर्नुहोस् त्यो पिकनिक स्पोटमा। यहाँ आउनुपर्छ है सबैजना आउनुहोस्। फाइनल्ली साथीभाइहरू भर्खर पिकनिक स्पोट आइपुग्नु हो। यहाँ साथीभाइहरू जम्मा हुने क्रम जारी छ। प्रितम गाह्रो भयो क्या? के गाह्रो यार, यस्तो ठाउँमा आएछ भाउ गाह्रो पनि जान्छ यार। हाम्रो साथीहरूले आफै सामान आज बोकेको है। ल यहाँ वन गणेशको पूजा आज भयो। यहाँ बजैबाट टिका लाउने कार्यक्रम पनि हुँदैछ। यहाँ लालीगुराँस पनि भेटिसकेको छ बाटोमा। हाम्रो रामकाजी पनि एकदम व्यवसाय हुन्, एकदम सफल व्यवसाय। हाम्रो गौतमजी पनि हुनुहुन्छ आज। तास पनि आइपुग्यो है। यहाँ साथीभाइहरू गफमा व्यस्त हुनुहुन्छ है एकदम सबैजनाहरू। तपाईँलाई टाढा लाग्यो क्या पिकनिक स्पोट? यहाँ साथीहरू तास बाँड्दै हुनुहुन्छ है। तास चाहिँ खेल चाहिँ म्यारिज भन्ने सुन्यो। यहाँ साथीभाइहरू यो पहिलो गेम हुँदैछ यो हेर्नुहोस् है। हामी साथीहरू जङ्गल घुम्दैछौँ है। हिँडेर आउने अलि थकाइ लाग्छ कि जङ्गलमा होइन। जस्तो हामी आज पिकनिकमा पुलमा आइपुग्यौँ। यो भाइरल पुल हेर्नुहोस् कति लामो देखिन्छ यहाँबाट। यहाँ पुलबाट देखेको गाउँहरू हेर्नुहोस् ललितपुर जिल्लाहरूको। नडराउ ल साथीहरू नडराउ है। लङ्गे पुलमा आउँदै हुनुहुन्छ पुलमा। र पुष्कर पनि पुलमा। कस्तो अनुभव भइरहेछ पुलको? एकदम गुड नयाँ अनुभव। कति मिठो हावा, कस्तो चिसो है। ल आनन्द। यहाँ हेर्नुहोस् त पुलमा कति चिसो हावा, कति रमणीय स्थल, कति राम्रो जङ्गल। सबैजना यो ठाउँमा पिकनिक आउनुपर्छ है साथीहरू, आउनु होला। तपाईँलाई डर लागेन नि? यो झोलुङ्गे पुल त हल्ल्यो नि त। भन्नु मिलेन। दिदी कस्तो अनुभव भइरहेछ पुलमा? साह्रै रमाइलो भयो भाइ, साह्रै रमाइलो। ल कस्तो लागिरहेछ पुल? एकदम रमाइलो। झोलुङ्गे पुलबाट ड्राइभ गर्ने हो? ड्राइभ कस्तो रमाइलो। पर्दैन किन फराल्नु? यति राम्रो ठाउँमा ल्यायो तिमीलाई धन्यवाद। हाम्रो पन्तजी यो हेर्नुहोस् त साथीहरू पुल पार गर्दै हुनुहुन्छ। यहाँ ठाउँमा यस्तो व्यवसाय पनि चलिरहेको छ हेर्नुहोस् त। यहाँ फर्पीको जलविद्युतको ड्याम हेर्नुहोस् त। चन्दा शमशेरले बत्ती निकाल्दाखेरि योबाट पानी जमाएर तल खसाल्ने गरेको थियो। हाम्रो साथीहरू यो फर्पीको पानीको ड्याम घुम्दै हुनुहुन्छ। पानी कति निलो सफा देखिन्छ हेर्नुहोस् त। यो हामीहरू भिडियो खिच्नको लागि सबैजना यहाँ रेडी यो तर फोटो लिने पोज है यो। यहाँ हेर्नुहोस् त सबैजना
यो चाहिँ नि रुखको छारमा शीतल बसिरहनु भएको छ। यो ठाउँ चाहिँ नि हामी बसेको यो बाणासुरको के अरे यो बाणासुरको दरबार भने होइन यहाँ बाणासुरको दरबार थियो अरे यहाँ। अनि सुरको किल्ला यो ल हेर्नुहोस् त यहाँ पनि छ पहिलाको अवशेषहरू। अब स्न्याक्स सुरु हुँदैछ यहाँ आजको पटास मसरुम साग साँदैको ल ग्रिन चटपटा त्यो के हो चिकन छोइला यो होल पिस ल सबै लिउँ है यो बिस्तारै सबैजना केही हतार छैन ल। हाम्रो साथीहरूको आज स्न्याक्स खाने बेला भयो हेर्नु है ल खाँदै हुनुहुन्छ सबैजना। ल घाम पो गयो ल ढाले ढाले म त ढाले 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 ढाले। हाम्रो चाहिने यो घैँटो फ्लोने कार्यक्रममा पहिलो भने मिना थापालाई पुरुषोत्तम सिल्लाले पुरस्कार प्रदान गर्दै हुनुहुन्छ। पुरस्कार चाहिँ नि हाम्रो गोदावरीको तर्फबाट आनन्द पन्तलाई पाउनु भयो, खुसी लाग्छ हामीलाई। यसपालि के छ तपाईँलाई खुसी हुनु धन्यवाद। आजको डिनर दिँदै हुनुहुन्छ हाम्रो साथीहरू। दिदी कस्तो लाग्यो खाना? थोरै कोक त किन खाइसकेको ए ओके। हाम्रो साथीभाइ मिठाई कस्तो लाग्यो? ठिक छ नि मिठाई एकदम राम्रो छ। मेनका दिदी तपाईँलाई कस्तो लाग्यो आजको पिकनिक हाम्रो? रमाइलो लाग्यो। यस्तो पिकनिक सधैँ हुनुपर्छ नि वर्षको एकचोटि। पर्छ ल कोही पनि रमाइलो, फलफुल पनि रमिलो। ल ठिक छ ल। तपाईँलाई कस्तो लाग्यो आज? मलाई रमाइलो लाग्यो, वर्ष एकचोटि हुनुपर्छ जमघट। सबैजना यहाँ आजको अब डिनर भन्नु पर्यो यसबेला खाए पनि दिँदै हुनुहुन्छ। दिदी कस्तो लाग्यो त आँगन पार्टी प्यालेसले बनाएको डिनर? टेस्टी। यस्तो राम्रो खाना त अघि नै कसले भनेको थियो होइन, एकदमै यो चाहिँ प्योर पनि होइन, आफैले बनाएको, आफ्नै मान्छेहरूले बनाएको, टेस्टी। हस् धन्यवाद। हाम्रो पिकनिकको गाडी अब फर्किँदैछ हेर्नुहोस् न, वनभोजबाट फर्केको गाडी। आज हामी किटिनी हाई स्कुल ललितपुरको किटिनीमा भएको 2038 सालको एसएलसी ब्याचको पिकनिक हाम्रो दक्षिणकाली नजिक वन गणेशमा सम्पन्न भयो। यो ठाउँमा तपाईँहरू सबै आउनु हुन म अनुरोध गर्छु, किनभने एकदम रमणीय राम्रो, यहाँ कुवाको पानी खान पाइने जराभन्दा भाइरल पुल होइन, हरेक कुरा देख्न पाइने वन जङ्गल, एकदम आनन्द, हावा पानी स्वच्छ भएको हुनाले, नेचुरल फ्रेस भएको हुनाले तपाईँहरू सबैजना आउनु हुनको लागि अनुरोध गर्दै सहभागी सबै साथीहरूलाई पनि म धन्यवाद ज्ञापन गर्छु।